आज मेरो खानामा छ यो हो कागतीको अचार, कागती र तिल मिसाको अचार। कागती होइन, कागती के हो अचार, भोगटे होइन, निम्बुरो र कागती त्यो कालो तिल मिसाको अचार। यहाँ निम्बुरो, खुर्सानी, बिबिरो कि म प्रनाउन्स गर्न जान्दिनँ, थाहा छैन। तर जे होस् घरबाट लिएर आएको बिबिरो के थियो फ्रिजमा, त्यसले बनाइदिएको अमिलो र कालो तिल मिसाएर बनाएको। अलिअलि अदुवा हालेको छ त्यसमा होइन। यो चाहिँ परवलको तरकारी, मलाई मनपर्छ क्या परवलको तरकारी। यो चाहिँ खुर्सानीको तरकारी बनाएको छैन। यहाँ त मेरो महाराज, यता अधिराज कुमार, यता बडा महारानी देखाउन नभन्नु है मलाई अयो। अब खाना सुरु है। मिठो निउरोको तरकारी। कस्तो छ निउरो बाटो अलिकति खुर्सानी फुराएको नि पिरो भएको नि पिरो भने जस्तो हुन्छ क्या मलाई। आमा रोटी मिठो छ? भात हो नि। आमाले रोटी मन पराउनुहुन्थ्यो नि, त्यसले गर्दाखेरि रोटी मिठो छ भन्नुभयो। रोटी मिठो छ? मिठो छ। गुड। त्यो सबभन्दा राम्रो सबभन्दा बेस्ट युज गरेको होइन, सबभन्दा राम्रो प्याडको सोले चाहिँ होइन, यहाँ जानुभएछ है त्यो अचार। त्यो मान्छेलाई आइप्याड भन्छ क्या दामी भएछ यार कागतीको अचार त। निपुवाको कि कागती भन्न बिमिरोको अचार। यो भयो परवलको तरकारी, यो भयो साग, निम्बुको साग। आज कटहर छैन? अनि भयो बिमिरोको अचार। यो भयो खुर्सानी, यो भयो दाल। महाराज हुँदा त्यसरी पकाउनु पर्छ मात्र त के गर्नु। आज मासु छैन? अब शनिबार मासु नभन्नु न। हिजो बेलुका भयो कटहर खाएपछि मासु ल्याउँ भन्नुभएको, मैले ल्याउनु नदिएको। एक दिन अन्डा एक दिन मासु, एक दिन अन्डा एक दिन मासु। मेरो ओजन घट्यो, मासु खान्छु मेरो ओजन घट्यो भन्नुहुन्छ। मासु नखाएको नि दिनै खाएको खाइसक्यो मासु। दिनदिनै मङ्गलबार र शनिबार मात्रै त नहुनु प्रायः तपाईँको मासु ढाँटे छैन। ढाँटेको भए तपाईँ यहीँ हुनुहुन्छ खाने मान्छे। म एकदम भेज मनपर्छ मलाई। मासु मलाई त्यति इन्ट्रेस्ट लाग्दैन, खाना पनि पेटले सहँदैन। हामीलाई त कुकुरो मनपर्छ, कुकुरो। यो खुर्सानी कटहर कि कुकुरो? हिजो कटहर पनि मासु जस्तै भएछ। मासु ल्याउँछु भन्दा चाहिँ अहिले कटहर त मासु जस्तै छ भने चाहिँ म त ल्याउँदिनँ भन्नुभएको छ। फेरि पछि बेलुका भात त नखानु भनेपछि के ल्याउनु त? 5 बजे भात खाएपछि अनि बेलुका भातै खानु भएन, त्यो एउटा रोटीमा टर्नु भयो। आमा रोटी मिठो छ? मिठो छ। गुड।
आज मङ्गलबार लसुन आज शनिबार लसुन प्याज हुँदैन नि त बिना लसुन प्याज पनि मिठो हुन्छ म कहिले कहिले मसलै हाल्दिनँ बिना टमाटर पनि बनाइदिन्छु कुनै दिन हजुरहरूलाई देखाउँछु म बिना टमाटर बिना मसलाको बिना लसुन प्याजको यता एम्नी टप्पहरू उयो है टप्प हामी मलाई मसलाहरू यस्तो भन्दा यस्तै सादा खाना नै मनपर्छ कोही उठिसक्यो कोही आधी घाटै हजुरहरूलाई पस्केर दिँदाखेरि मैले ढिलो भयो भने आमालाई दिएँ हजुरहरूलाई दिएँ लास्टमा भान्चुले खाएँ ढिलो भएको होइन म खाँदै गर्छु